हैन मिना यो तपाईँ र मैले भिडियो अहिले बनाउँदैछु नि यस्तो भिडियो चाहिँ धेरै जाने क्या हो र हो त नि मान्छेलाई कति अर्काको चासो है न लाइक आउँछ न कमेन्ट आउँछ भ्यू चाहिँ कति आउने अनि म यसो हेर्छु है हामीले भिडियो बनाएर हाल्यो भने हेर्दैनन् आर्टिफिसियल भन्दै हैन तर हामीले सक्कली कुरा हामीले अनुहार यसो चाउरिएको देखाउँ कि हामी मेकअप गरेको देखाउँ कि हैन हो त नि मान्छेले अघि हेरिसक्छ क्या हो नि चासो परेको कति कति चासो कहिले चाहिँ सुध्रिने नेपाली खोइ सुध्रेको कहिल्यै सुध्रिँदैन अर्काको कुरा काटेछ अरे यस्तो भिडियो बनायो उस्तो भिडियो बनायो त्यो आइमाईले बुढी भएर पनि यस्ती उस्ती भनेर भन्छ भने मलाई त इच्छा मान्छेको बुढो हुँदैन हो नि धर्म गर्न कर्म गर्न भिडियो बनाउन पनि कर्म हो कहिले पनि मान्छे बाँचुन्जेल कर्म गर्नुपर्छ त बुढो हुने आफ्नो आफ्नो कुरा कर्म हो कर्म हो यो हामीले न अर्काको नक्कल चोरेको छौँ अर्काको हामीले गर्ने नि होइन नि हामीले आफ्नो सक्कल आफ्नो जे छ त्यो हामीले प्रदर्शन गर्ने हामीलाई हक अधिकार छ न हामीले ग्लामर भएर दुनियाँलाई हामीले ग्लामर कुरा देखाएको छौँ न अर्कालाई हामीतिर अनुसरण गराएर नराम्रो कुरा गरायो भनेका छौँ हामीले आफ्नो सोसल मिडियामा आफ्नो कुरा राख्न पाउनु त हाम्रो अधिकार हो इच्छा हो हामी अहिले नै न डुडेछौँ न खुँडेछौँ न हामी बुढो भएको छौँ गर्छौँ होइन र हो सबैभन्दा आफ्नो काम गर्ने आफ्नै कामलाई ध्यान दिने आफूलाई नै केयर गर्ने परेको बेला अरूलाई सरसहयोग आफ्नो क्षमताले सके गर्ने नसके सहानुभूति दिने छुच्चो मुख नगर्ने यति हो मेरो मान्यता के होइन भन्नु त सही कुरा